यता नहेर्नु है। हामी चाहिँ पुरा सारङकोटको डाँडैमा घुम्नु आएको। जनता यता धेरै हुनुहुन्छ सारङकोटको डाँडैमा। अनि के अरे अर्को गीत आऊ बस डाँडैमा। अनि आफूलाई गीतै गाउन आउँदैन। अब यस्तै हो। यहाँ यो चाहिँ गणेशको मूर्ति, यो चाहिँ सारङकोट धाम मन्दिर। म भिडियोमा चाहिँ आशिष कटवाल प्रत्यक्ष छु भने, क्यामेराम्यान म प्रत्यक्ष छु भने हाम्रो अनिश सर चाहिँ देखाउनु हुँदैछ है। हिमालको पाहा, पहाडको पाहा के हो होइन, यस्तै हो। अनि के छ भने कस्तो लागिरहेछ त? माछा पुछ्रे हिमालमा हेर्न सक्नुहुनेछ। हेर्नु हाम्रो ओरिजिनल मोबाइल हो, सब देखिन्छ। हेर्नुहोस् यहाँ अब विदेशदेखि देशदेखि सबै अब मलाई पनि हेर्न चाहनुहुन्छ भने चाहिँ अब आफै क्यामेराम्यान भएपछि अब एउटा क्यामेरा एउटा नमस्ते ल हजुर फलो गरिदिनु है। अब यस्तै हो हाम्रो ग्राउन्डमा चाहिँ अहिले भन्ने गीत छ नि, म त्यसमा एउटा भिडियो हाल्दैछु। अनि यस्तै हो। अब हामी चाहिँ यहाँ हेर्नु धारा पनि छ धेरै, धारा पनि हेर्न सक्नुहुनेछ। म हजुरहरूलाई यो भिडियो लगभग युट्युबमा हालेर देखाउँछ होला, आउँछ होला टिकटकतिर पनि। सबैले हेरेर माया गरिदिनु होला। अनि यस्तो यस्तो भिडियोहरू हेर्न चाहनुहुन्छ भने आशिष कटवाल टिकटक मा फलो गरिदिनु होला। हाम्रो अनिश चौधरी सर। अब यस्तै हो। अब म हामी दुईजना राम्रो छ पनि भनिदिनु होला। गोरो र कालो राम्रो चाहिँ को छ भनिदिनु पर्यो। गोरो कालो पुरै छैन हेर्नु है, उहाँ र म को फरक।